हेलो साथी सबैजनालाई नमस्ते। तपाईँहरू सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै ठिकठाक छौँ भनौँ। आज भने पछाडि म धेरै महिना पछाडि मैले किन भिडियो स्टार्ट गरेको छु। घर बसेर पनि एकदमै बोर पनि लागिसक्यो। बोर लाग्दै पनि हामीले एकदमै चटपटे खाने भनेर तिनामा छोरछोरले दुईवटा बाबु अनि म तीनजनाले चटपटे खाने भनेर चटपटे बनाउनको लागि हामीले सामान पनि जुटाउँदैछौँ। हजुर। अनि त्यसपछि हामीले चटपटेको सामान रेडी गऱ्यौँ। अब हेर्नुहोस् हामीले के लिएर आछौँ त्यो देखाउँछौँ हामीले। पहिलो कुरामा काँक्रा, अनि यो कुरकुरे, अनि लाली चाउचाउ, अनि रेसुङ्गा भुजा पनि तयारी भयो। अब हामी चटपटे बनाउँछौँ। ल हेर्नु साथीहरू, यो चटपटेमा मोल्ने उहरू पनि रेडी भयो। चटपटे बनाउनको लागि प्याज, काँक्रा, खुर्सानी, अनि रातो गोलभेडा पनि काट्छौँ है हामीले। कस्तो हुन्छ गोलभेडा पनि मोलाम भनेर। अनि त्यस पछाडि हाल्दैछु लाली चाउचाउ। मलाई देखा नि फेरि लाली चाउचाउ, कुरकुरे, करेन्ट कुरकुरे हो यो। अनि त्यसपछि हाम्रो छ रेसुङ्गा भुजा, यो सस, चटपटेमा हामी आफै घरमै बनाएको सस हो। हेर्नुहोस् साथीहरू, हातले मोल्नुपर्छ क्या होइन। फाइनल साथीहरू, मैले घरमै अर्ग्यानिक चटपटे रेडी गरेँ। अब हामी तीन मम्मी छोराले यस्तो मिठो भन्छ कि यस्तो मिठो कुरुम कुरुम खान्छौँ। खाएको पनि देखान्छौँ है साथीहरू। प्रत्येक खानाको लागि हामीले प्लेटमा पनि राख्यौँ, रेडी भयो। ल फाइनल साथीहरू, हामी तीन मम्मी छोराले खानाको लागि पनि रेडी गरेँ। मजाले यति बाटासित यति खाना लान्छु। सानो कति छ तेरो? हो कति मिठो छ। खाऊ त। ओके ओके गरम खाइम ल चटपटे। कस्तो छ ठुलो? कस्तो छ? मिठो छ। सानैलाई यस्तो मिठो चटपटे खान्छौँ कि हामी त खाम्चे हो क्या। पहिले पनि धेरै चटपटे खाएर मलाई हल्का बिरामी पनि भयो कि त्यही भएर मैले भिडियो बनाउनै नसकेर भिडियो पनि बनाएको थिएन। अहिले बल्ल चटपटे खाएर फेरि सुरु गरिसक्यो है साथीहरू। मलाई लाइक कमेन्ट सेयर गरिदिन कसैले पनि नभुलिदिनु होला। एकदम राम्रोसँग लाइक कमेन्ट सब्सक्राइबर पनि गरिदिनु होला। भन राम्रोसित गरिदिनु होला। सब्सक्राइब 2 मिलियन पुर्याइदिनु होला। कम्ती खान्छु र मैले हाना सानो ठुले। मेरो ठुलेलाई खासै सन्चो पनि छैन, त्यही भएर धेरै पनि बोल्दैन। सानो त ठिकै छिन्, यिनी बोलिरहेको छिन् होइन सानो। एकदम मिठो मिठो छ भन्छ। आजको चटपटे चाहिँ मिठा हाम्रो चाहिँ घरमै बनाएर खाएको, त्यही भएर लास्टै मिठो। अनि
खाने बेला आउनु होला। चटपटी खाने भयो आउनु, हामीले बनाइदिन्छौँ एकदम मिठो चटपटे। है सानो सानोले बनाउने कि मैले बनाउने ल भन त। म बनाउँछु। सानोले एकदम गुड बनाउँछ नि। कति टाइम लगाएको खाना पनि भन्नुला। अब खाना खाना त हामीले एकदमै टाइम लगाइहाल्छौँ। बच्चा बच्चा भइहाल्यो। म झन् धेरै पनि खान्छु, त्यही भएर टाइम पनि लगाउँछु मैले। त्यही पनि बाटामा खान्छु, बाटामा। बाटा हुन्छ खान्छु। हामी त खाना भन्दा त घरमै खान्छौँ। हामीले बाहिर बजार बनाएर बाट्न खाँदैनौँ। बच्चाहरूको स्कुलको छुट्टीको मेसो पनि छ। बच्चाहरूले पनि खान्छन्, आफूले पनि खान्छ। घरमै बनाएपछि राम्रो पनि हुन्छ। आफ्नो घरको अजिना मोटाउँछ त हाल्दा खान्न हामी। राम्रो सादा सिम्पल बनाएर खान्छौँ। चटपटी धेरै खास सिगान पनि आएको यसको। नाक कति तिखो छ नि। उहिले पालि कुरु कुरु हेर्दै हामी खाएको के। हामी लास्ट खान्छौँ नि। बाटा बाटा भरि प्लेट प्लेट भरि, त्यही भएर। खै अहिले तपाईँले धेरै खानुभयो के। 5 चोटि खान्छौँ। यति हालिदिन्छ हेर्नु। हालिदिन्छ मलाई यति। खै बाबु हजुर के खाएपछि नाकमा सिकेन हुन्छ भन्छ। चटपटे चटपट खाएपछि आउँछ। बस्नु कस्तो छोड्छ आजले। रुन लाग्यो भयो पिरो खाएर। चाटी खान्छु, हात चाटी चाटी। आजको भ्लग चाहिँ राम्रोसित हेरिदिनुला। सबैजनाले लाइक कमेन्ट सेयर गर्नुला। बाबु हजुर के खाएपछि नाकमा सिकेन हुन्छ भन्छ। चटपटे चटपट खाएपछि आउँछ। बस्नु कस्तो छोड्छ आजले। रुन लाग्यो भयो पिरो खाएर। चाटी खान्छु, हात चाटी चाटी। आजको भ्लग चाहिँ राम्रोसित हेरिदिनुला। सबैजनाले लाइक कमेन्ट सेयर गर्नुला।